ढुङ्गा बाल्न ओसार्नु उनीहरूले अराको काम गर्नु नि। उनीहरूले के गर्नु लाउँछ, उनीहरू मिस्त्री हो कि अनि के आज हामी शिव शताक्षी नगरपालिकाको वडा नम्बर 3 स्थित एकजना बुढी आमाईको घर बनाउनको लागि आएको छौँ। यो गोपालगौरी दिगो विकास प्रतिष्ठान र वडा नम्बर 3 को वडा अध्यक्षज्यूको पहलमा यो 2 कोठाको घर निर्माण सुरुवात भएको छ आजदेखि, र अहिले यो घरलाई नापचोक गर्ने काम हामी अगाडि बढाइरहेका छौँ। यहाँ स्थानीय दाजुभाइ दिदीबहिनीहरू लगायत काम गर्ने साथीहरू भेला हुनुभएको छ र गोपालगौरी दिगो विकास प्रतिष्ठानको केन्द्रीय अध्यक्ष इन्दिरा गौतमज्यू पनि यहाँ हुनुहुन्छ। दिदी, यो घर कहिलेसम्म निर्माण हुन्छ? अब आजदेखि सुरु गरेको कहिले सकिन्छ सर, मिस्त्रीमा भर पर्छ। हाम्रो मिस्त्रीले त अहिलेसम्म त छिटो काम गरेको छ। अब के गर्छ, सबै हात कुरो यो नखिलको हातमा छ। नखिललाई सोध्नु। निखिल एक गते घरमा पस्ने सायद दिनु भनेको, नखिलले के गर्छ नखिललाई सोध्नु। यो घर कहिलेसम्म बनाइसक्छौ? अब लाग्छ 15-20 दिन लाग्छ। 15-20 दिनमा बनाइसक्छौ? ल ठिक छ। अब निखिलले मिस्त्रीले पनि 15-20 दिनभित्र घर तयार गर्छु भनेर भनिसकेको छ। भने पछाडि हामीसँग गिटी बालुवाहरू झरिसकेको छ, सिमेन्टहरू आइसकेको छ, इटा छैन, इटा आउँदैछ र यसमा चाहिँ वडा नम्बर 3 वडा अध्यक्ष आदरणीय भास्कर नेउपानेज्यूको पनि ठुलो हात छ। उहाँको पहल छ भनेदेखि त्यस्तै गरेर गोपालगौरी दिगो विकास प्रतिष्ठानको पहलमा बनिरहेको छ र प्रतिष्ठानका सम्पूर्ण शेयर सदस्यहरूले पनि यसमा सहयोग गर्नुभएको छ भनेदेखि यहाँहरू पनि कोही इच्छुक सहयोग गर्न इच्छुक हुनुहुन्छ भनेदेखि सहयोग गर्न सक्नुहुनेछ। सिमेन्ट, बालुवा, गिटी जे दिए पनि भौतिक सहयोग गर्न सक्नुहुनेछ। आमै चाहिँ एकदमै बिरामी अवस्थामा हुनुहुन्छ। म उहाँलाई पनि देखाउने छु तपाईँहरूलाई। र उहाँको छोरा चाहिँ यहाँ हामीसँग हुनुहुन्छ। उहाँले पनि यो घर बनाउनको लागि चाहिँ सहयोग गर्छु भनेर प्रतिबद्धता जनाउनु भएको छ। उहाँको घर निर्माण आजदेखि सुरुवात भएको छ। आमै नमस्ते। अनि अस्ति हामीले खाट ल्याइदिएको थियौँ, खाट त निकाल्नु भएछ त बाहिर, किन अप्ठ्यारो भयो सुत्नु? यता भिन्नै राखिदिन्छ अरे, यता भिन्नै राखिदिन्छ के भन्यो माथिबाट झर्नु सक्दैन भन्दै। ए, छोराले चाहिँ निकालिदिएको? अनि त्यसो गरेर भिन्नै राखिदिएको छ। ए, अनि आजदेखि तपाईँको घर निर्माण हुन सुरु भएको छ है। अब 15-20 दिनभित्र तपाईँको घरमा सर्ने कुरा छ। तपाईँ खुसी हुनुहुन्छ नि? अब कोनी, अब म लडिराखेको छु नानी, कस्तो भन्छ के भन्छ उहिले पनि। अब के गर्नु, त्यो धराइने नि आमा आयो, यहाँ 20,000 पैसा यहाँ लगाएको थियो। त्यो 20,000 पैसा दिएर अनि लु अब यहाँ उठेर कता जानु आमा? ए, धरानबाट आएर चाहिँ 20,000 पैसा ल्याएर यो बनाइदिनु भएको, यो तपाईँहरू बस्ने अहिले? ए, यो मैले बनाएको नानी। ए, तपाईँले बनाउनु भएको, पैसा चाहिँ उहाँले दिनुभयो? उसले पनि दियो कि, तर यो पैसा चाहिँ लग्यो। ए, नि लगाएको थियो। ए, पैसा लग्यो पछिबाट फेरि? उसले लग्यो, पैसा लग्यो अनि नि लगाएको थियो बल्ल जेठाको यो खेतमा। अनि यो चाहिँ अब ऐरेनी जग्गा भयो होइन, ऐरेनी जग्गा भयो हुँदाखेरि लो अब म चाहिँ के गर्नु आमा? यहाँ त निकालेर लगिस्, म चाहिँ कहाँ जानु भने डिस्कियाइ गरे मान्छेले। लो उसो भए कहीँ खा, म खान्न, लो खा भनेर त्यसले पैसा कति 2,000 भत्ताको पैसा 2,000 लग्यो। अनि फेरि खेत बनाउने भयो।
खेतमा पनि 2000 मैले लगाएँ बट्टाको पैसाले नानी ए यस्तो भएको ए ल ठिक छ। अब तपाईँको घर बन्दैछ आजदेखि होइन। अब 12-15 दिनभित्रमा अब कति लाग्छ होइन। मिस्त्रीहरूले खुरुखुरु गर्छन्। अब अस्तिदेखि बनाउने भनेको माथि संस्थाको घर बनाउँदै गरेकोले गर्दाखेरि ढिलो भयो है। अनि त्यहाँको सकेर आजदेखि हामी यहाँ आएको छौँ। अबदेखि तपाईँको घर खुरुखुरु बन्छ है। ल नानी उम्। म त अब अब जे भए पनि तपाईँ अब यो यस्तो फोहोर ठाउँमा होइन यति सानो घरमा बस्नु भएको छ, अप्ठ्यारो छ महसुस भएको छ हामीलाई। त्यही भएर हामीले चाहिँ तपाईँको घर बनाउनको लागि पहल गरिरहेको छौँ होइन। अब धेरैजनाले सहयोग गर्नुभएको छ, वडा अध्यक्षले सहयोग गर्नुभएको छ, त्यस्तै गरेर वडा सदस्यहरूले सहयोग गर्नुभएको छ होइन। त्यस्तै गरेर स्थानीय दाजुभाइ दिदीबहिनीहरूले सहयोग गर्नुभएको छ। कसैले सिमेन्ट दिनुभएको छ, कसैले बालुवा किनिदिनु भएको छ होइन। अनि गोपाल गौरीदीको विकास प्रतिष्ठानको सबै सदस्यहरूले पनि सहयोग गर्नुभएको छ। त्यो हिसाबले चाहिँ तपाईँको घर अहिले बन्दैछ है। अब 1-2 दिन पछाडि कहिले सकिन्छ त्यस पछाडि हामी नयाँ घरमा सर्छौँ ल। ल नानी नानीहरू छ म त अब लडेकै कति 2-3 महिना जाँदा तपाईँको यो लडेको बाहेक अरू बिरामी त छैन नि? छैन यो अलिकति आँखा देख्दिन नानी आँखा देख्नु नलियो, आँखा कमजोर छ है। त्यहाँ तर यसो झरुङ्गे भनेको त कताको डोरीले पेटा बेरेर म त बङ्गै लडेँ नि हौ यस्तो भएको नानी अनि खाट त निकालिदिनु भएछ त? साह्रै लडेर खाटबाट लडेर त्यही लड्छ भनेर खाट होचो बनाइदिएको थियो नि त। अनि होचो भएको भएन सर त यहीँबाट सर निस्किन्छ। बाबुहरूले दिएको त खानै पर्छ पर्छ, खानुपर्छ। ल ठिक छ ल, धन्यवाद तपाईँहरूलाई ल।